नमस्ते साथीहरू। आज फेरि म नयाँ भ्लगमा जोडिरहेको छु। आज चाहिँ बेलुकाको समयमा म बस्ने ठाउँ नजिकै रहेको एउटा हिँड्ने ठाउँमा इभिनिङ वाक गर्नको लागि निस्केको छु। अनि आज म तपाईँहरूसँगै हिँड्नेछु। आएको छ मेरो अर्को भ्लगलाई पनि एकदमै माया गर्नुहुनेछ। अहिले त सुरुवाती दिन हो। त्यो मेरो भिडियोहरू तपाईँहरू सामु पनि पुग्छ या पुग्दैन मलाई थाहा छैन। पहिलो भ्लग बनाइहालेँ, ठिकै छ। अब धेरै रिस नभए पनि कोसिस गरिरहेको छु तपाईँहरूसँगै म अगाडि बढ्नेछु भन्ने मलाई लागिरहेको छ। त्यही हो अब आजको नयाँ ब्लग, नयाँ ठाउँमा म तपाईँहरूसँगै सेयर गर्न लागिरहेको छु। कृपया हेरेर मलाई साथ दिनुहुन्छ भन्ने एकदमै ठुलो विश्वास राखेको छु र त्यही भन्न चाहन्छु कि अब यो ठाउँ, यो माहौललाई तपाईँले अवश्य पनि मन पराइदिनु हुनेछ भन्ने र लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनु हुनेछ भन्ने एकदमै आशा राखेको छु। किप वाचिङ गाइस। कृपया अन्त्यसम्म हेरेर साथ दिनुहुन्छ भन्ने ठुलो आशा राखेको छु। यो ठाउँ चाहिँ मर्निङ वा इभिनिङ वाकको लागि चाहिँ एकदमै राम्रो ठाउँ हो। आफ्नो स्वास्थ्यलाई एकदमै मजबुत बनाउनको लागि यो ठाउँमा हिँड्दाखेरि एक खालको रमाइलो र हिँडेको महसुस पनि नहुने एकदमै राम्रो ठाउँ छ। तपाईँहरू यो ठाउँमा हिँड्न सक्नुहुन्छ, आएर यो ठाउँलाई एक्सप्लोर गर्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँको नजरिया, वरिपरि रुखै रुख छ।
हिँडेको थकान मेट्ने ठाउँ बेसी झोलुङ्गो जस्तै बच्चामा हजुरहरूले कुकुरमा सुतेको याद त पक्कै छैन होला अरू कुकुरमा सुतेको देख्नुतिर होला लाइक द्याट टिङ जस्तै यहाँ चाहिँ बसेर एकदमै सबै गर्न मिल्ने रहेछ मलाई चाहिँ ठ्याक्कै नेपालमा चाहिँ दसैँ र तिहारमा चाहिँ पिङ खेल्ने लिङ्गे पिङ खेल्ने प्रचलन छ नि त त्यसको याद आइरहेछ त्यो कुरालाई मिस भइरहेको छु लिङ्गे पिङमा चाहिँ सोल्टिनीहरूसँग दोहोरी खेल्नुको मजा छुट्टै हुन्छ त्यही कुराको याद आइरहेछ लगभग धेरै समय भयो नि त दोहोरी खेल्न नपाएको अहिले त गाउँमा त्यति धेरै पिङहरू पनि लगाइने गर्दैन अब के गर्ने सबै युवा जनशक्तिदेखि जति विदेशतिर अनि जङ्गलमा गएर बाबुले काट्ने बाँस कसले काट्ने कसले जोड्ने कसले बाँध्ने लठारो गाह्रो छ नि त सोल्टिनी नभए पनि सानो पिङमा भए पनि सोल्टिनीको यादलाई मेटाएर हाल्छु मैले यही हो सो गाइस गर्मी छ थोरै हिँड्दा पनि स्यास्या भइसक्यो हल्का शरीरको बोसो चाहिँ कम्बिरहेको अवस्था छ यहाँदेखि अझ अगाडि जानुपर्छ त्यसले गर्नु पनि क्यालोरी बर्न गर्नु छ होइन त्यो भन्न चाहन्छु लेट्स गो गाइज गर्मीको समय एकदमै गर्मी छ बेलुका भएर घाम दुखिसक्दा पनि यो धरतीमा तातोको साथ एकदमै बहुत धेरै छ त्यही भन्दै म अगाडि बढ्दैछु आशा छ तपाईँहरूले भरपुर मनोरञ्जन लिइराख्नु भएको छ कृपया मनोरञ्जन नआए पनि नभए पनि रमाइलो नभए पनि कृपया खटेर मलाई साथ दिनुहुन्छ भन्ने चाहिँ आशा राखेको छु यो चाहिँ यहाँको एकदमै के भन्छ यो चाहिँ हिँड्नको लागि एक खालको ट्रेन भनेको चाहिँ ट्रेल हो यो चाहिँ यहाँको यो खोङहाक देहाक्योबाट चाहिँ यहाँबाट अलिक पर टाढा वैदो नजिकै रहेको ओखोखोङसम्म चाहिँ सिधा यो बाटोहरू जाने गर्छ यहाँ चाहिँ पैदल यात्रीहरू हिँड्ने गर्छन् र यो चाहिँ एउटा पुल हो यहाँ चाहिँ लाइटहरू पनि छ राम्रो नजरिया चाहिँ राम्रो हुन्छ यहाँ लाइटको कारणले गर्दा अनि तल रहेको छ मेन रोड यो चाहिँ शिवङको सुवाङ एरियामा रहेको हो यहाँबाट देख्न सक्नुहुन्छ एकदमै राम्रो भ्यू पनि हाम्रो अगाडि दृश्य यो चाहिँ यहाँको बजार एरिया छवाङ भन्छ छवाङ एरिया हो अनि अगाडि यो हाम्रो खोङहाक देहाक्योदेखि लिएर सेन्ट्रल फेङ्गोङ त्योभन्दा अगाडिको खोङदाङ एरिया हो यो कम्पनी एरियातिर चाहिँ अनि एकदमै शिरशिर हावा चलिरहेको छ एकदमै गर्मी भएको बेलामा पनि एकदमै चिसो हावा शीतल महसुस भइरहेको छ देख्नुहुन्छ गाडीहरू कुदिरहेको छन् एकदमै छुट्टै खालको महसुस गराउँछ यहाँ आउँदाखेरि एक खालको पिस वरिपरि जङ्गल हिँड्ने बाटो अनि यतातिरको रोड लाइटहरू एकदमै राम्रो रहेको छ अब चाहिँ यहाँबाट अगाडि देखाउँछु
बेलामा चाहिँ 60-70-80 वर्षको बाजे बोजूहरू पनि बाजुरामा पनि साथीभाइको स्वास्थ्यलाई ध्यानमा राख्दै वाक गरिरहनु एकदमै यहाँ चाहिँ कसरतको जाँदा धेरै नै प्रायोरिटीमा राख्ने गर्नुहुन्छ। त्यही भएर पनि धेरै सहरमा बाँच्ने यहाँको औषध आयु चाहिँ धेरै माथि नै रहेको छ। त्यही कुरालाई फलो गर्दै यो मेरो मोटो ज्यानलाई पनि घटाउने कोसिस गरिरहेको छु। सो गाइज यो नयाँ ठाउँको आज नयाँ भिडियो हेरेर साथ दिनु होला अनि सब्सक्राइब गर्न, लाइक गर्न, कमेन्ट गर्न र प्रतिक्रिया जनाउन चाहिँ एकदमै नभुल्नु होला। त्यही चाहन्छु, हजुरहरूको साथ सपोर्टले नै म अगाडि बढ्ने हो। त्यही भन्दै आजको यो भिडियोलाई अन्त्य गर्न चाहन्छु। फेरि नयाँ भिडियोको साथ उपस्थित हुने बाचासहित हजुरहरू स्वस्थ र तन्दुरुस्त गर्नेछ। धेरै पानी पिउनु होला अनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। यस्तो अवस्थामा रहे पनि आफ्नो परिवार, आफ्नो नजिकको मान्छेहरूको पनि धेरै स्वास्थ्य गर्नु होला, धेरै वर्ष बाँच्नु होला, धेरै खुसीहरूलाई जिउनु होला। त्यही भन्न चाहन्छु र अर्को भिडियोसम्मको लागि बाई भन्न चाहन्छु। सबैलाई